नमस्कार साथीहरू, स्वागत छ मेरो च्यानल। आज म आएको छु काठमाडौँको चन्द्रगिरी नगरपालिका 9 मच्छे गाउँमा। यो हो मच्छेनारायण मन्दिर र अहिले यहाँ लागिरहेको छ पुरुषोत्तम मासको 1 महिने मेला। लाखौँ भक्तजन आउने यो मेला 3 वर्षमा एक पटक लाग्छ। आज तपाईहरूलाई मन्दिरको कथा, मत्स्य अवतारको पौराणिक कथा र भाकल पूजाको रहस्यमय कथा सुनाउँदैछु। मन्दिरको महत्त्व। यो मच्छेनारायण भगवान विष्णुको मत्स्य अवतारको मन्दिर हो। यहाँको विशेषता के छ भने भाकल गरेको कामना छिट्टै पुरा हुने जनविश्वास छ। भाकल पूजा भनेको के हो? मनमा कुनै ठुलो इच्छा राखेर भगवानलाई यो कामना पुरा भयो भने यति पूजा गर्छु, यति दान गर्छु भनेर वाचा गर्नु नै भाकल हो। कामना पुरा भएपछि धन्यवाद स्वरूप विशेष पूजा, आरती वा दान दिन आउँछन्। अब सुनौ सत्ययुगको कथा। वैवस्वत मनु नदीमा स्नान गर्दै थिए। उनको हातमा एउटा सानो माछा पर्यो। त्यो माछाले बोलेर भन्यो, मलाई ठुलो माछाबाट बचाउनुहोस्। मनुले माछालाई कमण्डलुमा राखे। तर रातभरिमा माछा ठुलो भयो। फेरि ठुलो भाँडामा राखे। त्यहाँ पनि ठुलो भयो। अन्तमा ठुलो कुण्ड बनाए। त्यसपछि माछाले आफ्नो वास्तविक रूप देखायो। भगवान विष्णुको मत्स्य अवतार। भगवानले मनुलाई भने, 7 दिनपछि ठुलो जलप्रलय आउँदैछन्। डुङ्गा बनाऊ। सप्तऋषि, बिउ बिजन सबै बोकेर तयार हो। प्रलय सुरु भएपछि मत्स्यनारायणले आफ्नो सिङमा डुङ्गालाई बाँधेर सृष्टिलाई बचाउनुभयो र हेग्रिब दानबाट बेट पनि उद्धार गर्नुभयो। यो घटना भएको ठाउँ नै मच्छे गाउँ हो। यहाँ अझै पनि सुवर्णकुण्ड मत्स्यकुण्डमा माछाहरू तैरिरहेको देख्न सकिन्छ। मेलामा के छ? अहिले मेलामा हेरौँ। भजन कीर्तन र आरती, विभिन्न भाकल पूजा, मेला बजार, प्रसाद र सत्सङ्ग, रातमा विशेष दीप प्रज्वलन। यो मेला सांस्कृतिक र आध्यात्मिक दुवै हिसाबले अद्भुत छ। यो मेलामा आउन चाहने साथीहरूले पुरुषोत्तम मास मलमासको समयमा आउनुहोस्। मनमा शान्त पार्न, भाकल गर्न यो ठाउँ उत्तम छ। तपाईँको मनोकामना के छ कमेन्टमा लेख्नुहोस्। यो भिडियो मन लागे लाइक, कमेन्ट, सेयर गरिदिनुहोस्। जय मच्छेनारायण। ओम हरि।